क्यानाडा टोरन्टोबाट हामी लेक्सिङटन जाँदैछौँ युएसको। यहाँको खेतीको दृश्य त्यसो होइन, हामी 2 दिन क्यानाडा बसाइ ल्याएर युएसए प्रस्थान गर्दैछौँ। क्रममा घुम्यो अब यो क्यानाडाकै अब ठुलो टोरन्टोमा हामी 2 दिनसम्म घुम्नु पायौँ। अनि त्यसपछि आज हाम्रै घरतिर जाँदैछौँ भन। घुमाइ साह्रै रमाइलो भयो। थकाइ चाहिँ बढा लाग्यो। मलाई ताल र फेरीमा चाहिँ घुम्न पाइएन। गाडी चलाइरहनु भएको छ। उतापट्टि दिदीले फेरि गरिरहनु भएको छ, गाइड गरिरहनु भएको छ। फेरि भिडियो हाल्यो भने मार्यो है त्यो त। मेरो गाउँ खेती मजाले पाक्दो रहेछ है। यतिखेर पाक्दो रहेछ। क्यानाडाको गाउँ खेती दाई के अरे सरस दाई देखिँदो रहेछ। शर्मिला भाउजू उतो पछाडिको काठको कालो रातो छ होइन, कालो कालो छ। सरस दाई शर्मिला भाउजू आउँदै हुनुहुन्छ। हामी पछाडि हामीलाई के फलो गर्दै हुनुहुन्छ उहाँ। हाम्रो दिदी मुसुको हाँसुमा छ अगाडि बसेर। यो खिचेको चाहिँ म हो। म पनि हो यहाँ खिचेको। आफूलाई उहाँ यहाँको यो के भन्छ रिच सल्लाहका रुखहरू हो भन। ए सल्लाहको रुखहरू दायाँ बायाँ गाउँ खेती पाकेको छ। उहाँ हुनुहुन्छ सिर्जना ढका। घाँस एकदम एकदम दिलो मुद्रामा हुनुहुन्छ उहाँ। मलाई लाग्छ धेरै खुसी हुनुहुन्छ उहाँबाट। खेती पो यसरी गर्ने भन्नु यतासम्म जग्गा हाम्रो नेपालमा भएको कति खाने मान्छे। एउटा कुरो यहाँ देखिँदैन चाहिँ यो धान खेती देखिँदैन कि कहीँ पनि। धान खेती खालि मकै र मात्रै हुन्छ। खै हाम्रो आएन त यसरी सौदाबदीको फोटो काटेर उति हाम्रो गाउँ यहाँको धान रहेछ त्यहाँ धान 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 रहेछ। यहाँको यो हेर्नुहोस् धान खेती भव्य रूपमा छ। रङ्गै रहेछ त गाउँ भनेको त। गाउँ भनेको त होइन रहेछ। होइन रहेछ धान खेती रहेछ। गाउँको काटिसकेर अहिले अर्को छ बाला छ। यो बाला अर्कै बाला छ। मोटोले जाने त्यो लङ्ग्रेन धान रहेछ क्या। त्यो क्यानाडामा आएर पनि धान खेती देख्छु है। मैले कुरा गर्छु पनि ठ्याक्क भेट्नु।